हाम्रो धुलो बाटो सक्यो है। धुलो बाटो सक्यो र हिजो पुरा स्टन्ट देख्यो नि। हिजो स्टन्ट देख्यो नि हाम्रो खली आज फाइनली लड्नु भएको छ क्या। पछाडि त्यस्तो मजाले ठ्याप्पै लडिहाल्यो, टिपिहाल्यो मोडमा है। खली डेन्जर राइडर हो भनेको थियो, साँच्चीकै राइडिङ देखाइहाल्यो, आफ्नो स्किल देखायो खलीले आज। म खली लडेको क्लिप पनि हालिदिन्छु। ओए साइडमा बस्न छोडिदियो क्लिप। अब यही अब भ्लग त मैले त बिर्सिछु, आज भ्लग बनाइरहेको छु भन्ने नै बिर्सेछु है। बाटोको हालत त्यस्तै छ। यहाँ हाम्रो कालो लाउन जतिको हालत खराब। हर्न बजाएर पछाडिबाट राति सुत्या छैन फेरि आफू त है। सुत्न त सुत्यौँ भने अब जे भयो नि, म त नसुतिने। आइएम फ्रेस क्या, म फ्रेस हो होइन। आउँदैछन् अब चाहिँ हामी जाँदैछौँ त्यहाँ तल मनोकामना भन्ने रहेछ, त्यहाँ जानुलाई होइन। अब बेलुकातिर जाने हो घर चाहिँ, किनकि घर चाहिँ खासै मलाई जानु मन लागिरहेको छैन आज। त्यतिकै अब मलाई घर चाहिँ खासै जानु मन लागिरहेको छैन। सायद यहाँ कसैलाई पनि जानु मन लागिरहेको छैन होला होइन। किनकि घुम्न पाएपछि के जानु होइन। मजाले घुम्ने हो, चिल हान्ने हो, चिल चाहिँ। यहाँ आइसक्यौँ है। कहाँ हो यो मनोकामना भनेको छ। ओइ कहाँ उहाँ रहेछ। यहाँ चाहिँ बाँदरहरू पनि धेरै छन् क्या। बाँदरहरू यहाँ सबजना छन्, बाँदरहरू छन्। मेरो मोबाइल चोरेर लाला भन्ने मात्र हो है। अहिले फेरि त्यहाँ बाँदर त्यहाँनिर बसिरहेछ एउटा होइन। त्यो देखिया है छैन, है बाँदर बसिरहेछ। अब मोबाइल लिएर जाँदा फेरि जाडो भयो। अब घर जाँदा चाहिँ अब ज्याकेट लाएर जानुपर्छ पुरा। घर जाँदा भन्दा नि यहाँबाट जाँदाखेरि चाहिँ अब ज्याकेट लिएर लाएर जानुपर्छ, जाडो भइरहेछ। अब यहाँ सबजना ड्रेसअप यहाँ हेर्नु। अब यो धुलोले हेर्नु। मेरो मेरो त रहन्छ है। म त टकटक चाहिँ आएको बाटोभरि फोटो खिच्नुपर्छ नि त। अब यसो फोटो खिच्नुपर्छ अनि त्यही भएर अब चाहिँ मोबाइल राखिदिनुपर्छ। माथि बाँदरले लुकेर लान्छ फेरि, तनाव छ। मन्दिर भ्रमण हान्दै हामी है। टक्क लागेर घन्टी छ धेरै बजायो नि। फेरि माथि बाँदरहरू छन् होइन। दलाली ब्याग खोइ तिम्रो। दलाली ब्याग रे ल। ओए दलाल चाहिँ त्यहाँ, दलालको ब्याग चाहिँ यहाँ। दलित चाहिँ मै भनौँ। अब दुर्न है हेपिहाल्छन्। अब हामी जान्छ त्यहाँको मन्दिर जाने। अब चाहिँ पहिले त्यहाँ जानुपर्ने रहेछ है। अब यहाँ आइहाल्यो। अब तलतिर जाउँ हामी। त्यहाँ चाहिँ के घुम्नु? हाम्रो सर आउनु भएको छ। हाम्रो पीडित, हाम्रो एक्सिडेन्ट भयो। जसलाई राम्रो त राम्रो। त्यो राम्रो तपाईँ राम्रो होइन न? तपाईँ राम्रो तल जाउँ, तल जाउँ। किन बोला नाटक नगर है। कसको? कलेज ब्याग हो यसको। मेरो होइन, मोइनको भने हो यो। जिम ब्याग हो, जिम ब्याग। जिम ब्याग यस्तो ओइ झन्डै लड्यो। स्वाटी चिप्लिँदैन यस्तो हिँड्दै थिएँ है म त। तर एकचोटि चाहिँ एकचोटि म चाहिँ नलडी चेतिदिनु जस्तो क्या। हर्कत देखाइहालिन्छ। कुशलमा लडेर पनि चेते छैन। कुशलमा हाम्रो खलीमा लडेर पनि चेत्दैन कहिले। एक दुईचोटि भइहाल्छ नि भनेर बस्छ। अब डट टेम्पललाई स्कुटर लिएर, अब डट टेम्पललाई स्कुटर लिएर जान्छ रेस खेल्न। टोयलेटको ढोका चाहिँ किन बन्द गरे? टोयलेट
अब फर्किँदैछौँ फर्किँदै अब हामी चाहिँ बिस्तारै गइरहेछौँ अगाडि चाहिँ के हो धुलोले केही देखिँदैन अगाडि हुन्डरीहरू गइरहेछन् खली भाइ अझै चेतेको छैन रहेछ है खली भाइ अझै चेतेन यहाँ कुर्न त कुर्यो गुड बोय भइछ खली गुडम्यान आँखा देखायो अब खलीले आँखा देखाइछ कि हामीलाई है के हुने अब यस्तै छ हामी घर फर्किन लाग्यो होइन हामी फेरि अब गोदावरी जाने रे अब गोदावरीतिर जाने अब गोदावरीमा भ्लग बनाउने गोदावरीमा चाहिँ केही कहाँ बोटानिकल गार्डन होला त्यहीँ जाने होला है मेरो त क्यामेरामा नै कस्तो बाटो यो राष्ट्रिय गोलमाल बाटो अगाडि त के हो कोही छैन देखिँदैन नि त दुईजना चाहिँ गायब भइसकेका छन् होइन हामी चाहिँ फर्स्टमा थियौँ अहिले त हामी यहाँ खलिलाई बसाल्यौँ हाम्रो खलिलाई बसाल्छौँ अनि बाँकी दुईजना चाहिँ गायब छैन हत्तपत्त छैन खलिले हर्न बजाइरहेछ खलिले भिडियो खिच्दा चाहिँ हर्न बजाइरहेछ खली एकदम त्यो भिडियोको चाहिँ एकदम फ्यान हो क्या खलिलाई जहाँ गरी भिडियो चाहिँ खिचिहाल्नुपर्छ अब यही हो यता हातेर गऱ्यो राति सिधा मिलाउनुपर्छ एउटा समय नै हात गर्दैछ मेरो हावाले गर्दा केही बुझ्या त छैन होला फेरि हावा चल्दैछ गइदिउँ न अलि सक्ने हामी चाहिँ फेरि के भयो पित्रोड छोडेर हामी चाहिँ बसको बिचबाट गइरहेछौँ त्यसले गर्दा खली पनि हरायो हाम्रो है मामाले त साइड लुक दिनुभयो नि त हामीलाई मामाले त खत्रै साइड लुक दिनुभयो ए केटाहरू सबजना पेट्रोल पम्पमा रोकेछन् पेट्रोल हाल्नलाई खलीको स्कुटरमा होइन हामी चाहिँ यहाँ त्यहाँको फोटोसुट हान्दैछौँ होइन यहाँ अतिश भाइलाई चाहिँ 81 के हो रहर लाग्यो बाइकलाई त्यही त भने यहाँ मलाई खली यहाँनिर पुसिरहेछ यहाँ फोटो जङ्गलको बिच गोदावरी आएर फोटोसोटो खिच्दैछौँ खोलासोला चाहिँ केही रहन्छ अहिले त पुरै सुकिसकेको छ है त्यहाँ एउटा अङ्कलले गाडीको फोटो खिच्दैछन् हामी यहाँ बसिरहेछौँ त्यही हो एउटा लावारिस बाख्री फेला पार्यौँ भाइ कोही बोका इच्छुक हुनु त भने चाहिँ यो बाख्रीलाई लिएर जानु होला कृपया अब इच्छुक हुनुहुन्न भने चाहिँ केही भन्दिनँ तर अब चाहिँ हामी फर्किन लाग्यो घरतिर भन्दा नि भोक लाग्यो अब खाना खानुपर्छ गएर झ्यापझुप